3 अष्टनारायणको व्यथा बढ्दै आयो। शिवनारायण डाक्टर बोलाउन गएको आधा घण्टाभन्दा बढ्ता भइसक्यो, अझै पनि आएका छैनन्। लतमाया अलि हडबडाइन्। उनले पुनः नारायणलाई पनि डाक्टर कहाँ पठाउन चाहिन्। किसानका छोरा भए पनि पुनः नारायण आफ्नो पुग्दो खेत नभएको हुनाले सिकर्मीको काम गर्थे। पुनः नारायणका ससुरा राम्रो सिकर्मी भएका हुनाले र पुनः नारायणको विशेष रोजगार पनि केही नभएको हुनाले उनका ससुराले उनलाई सिकर्मीको काम सिकाएका थिए। ससुरा छौन्जेल त पुनः नारायणको काम कहिल्यै खाली हुँदैन थियो, किनभने उनका ससुरा सिकर्मी काममा नामी मानिन्थे। जहाँ तहीँ बोलावट आइरहन्थ्यो। तर ससुरा बितेदेखि पुनः नारायणको रोजगारी अलि लडखडाउन थाल्यो। तैपनि हातमा सिप भएको हुनाले एकाध दिन हात बाँधेर बस्न भने परे पनि जिउँ त्यों गुजारा चलिरहेकै थियो। तर यता 2 महिनादेखि बाबु बिरामी भएर पुनः नारायण आफैले पनि काम खोज्ने प्रयास अलिक कम गरेका हुनाले झन्डै बेरोजगार जस्ता भए। पनि उनले एकजना साहु कहाँबाट 8 दिनको ज्याला पेस्की ल्याइसकेका थिए। आर्थिक सङ्कष्टका लागि उनले बाबुको त्यो अवस्था र बाबुबाट एकछिन पनि नअलगिएर काम गर्न जाने आँट गरी पेस्की ल्याएका थिए। तर पेस्की ल्याएको भोलिपल्टदेखि बाबुको व्यथा बढेर आइदियो। पेस्की ल्याएको पनि 8 दिन भइसक्यो। पेस्की ल्याएदेखि बेपत्ता भएको हुनाले साउले उनलाई समात्न आइरहेका थिए। साउले अनेक भनाइको सिलसिलामा भनिरहेका थिए, यस्तो बेइमानी गर्नु मनासिब छैन। बेइमानी गरेको होइन साउजी, के गरौँ, परिस्थिति नै यस्तो हुन आयो। म बेइमानी कहिल्यै गर्दिनँ, पुनः नारायणले बडो नम्रता साथ भने। खुब इमान्दार काम गर्यौ, यही हो तिम्रो इमान्दारी। पेस्की लिइसकेपछि बेपत्ता। अब 1 हप्ता पर्खिदिनुहोस् न साउजी, बाबुलाई बिसेक भएपछि म काम गर्न सुरु गरिहाल्छु। आजदेखि डाक्टरको औषधि परेपछि त निको भइहाल्छ। तिम्रा बाबुलाई ठिक नहुँदासम्म बर्सातले पर्खिरहे त केही छैन। 1 महिना जति अझै बेला छ। जेठै लागेको छैन। 1-2 हप्तापछि त झन् दिन लामो हुन्छ। घर बनाउने मुख्य बेला नै त्यही हो साउजी। तिमीलाई त्यस्तो छ भने पेस्की फर्काइदेऊ, म अर्कैलाई काम लाउँला। पेस्की ल्याएको रुपियाँ सकिएरै त तपाईँका सबै कुरा सही रहनु परेको। बाको यस्तो अवस्था छ, खर्चले मुस्किल परिरहेको थियो। तपाईँले दिनुभएको पेस्कीले मलाई ठुलो काम दियो। यसको पनि मैले गुण सम्झेको छु साउजी। पुनः नारायणको अति नम्र कुरा सुनेर साउजीले प्रतिवाद गर्न सकेनन्। लतमायाले पुनः नारायणलाई डाक्टर गोदत्त प्रसादलाई झट्टै ल्याउने ताकिता गर्न पठाइन्। पुनः नारायण र साउजी दुवै सँगै बाहिर निस्के। पुनः नारायण जाँदा पनि डाक्टर गोदत्त प्रसाद किताब नै हेरिरहेका थिए। शिवनारायण अघिदेखि उभियै थिए। पुनः नारायण पुग्न साथ उनले आफ्ना दाजु शिवनारायणलाई भने, बालाई बढ्दै आएको छ, किन ढिलो गरिरहनु भएको? पुनः नारायणबाट बाबुको झन् खराब स्थिति सुनेर शिवनारायणले हडबडाउँदै डाक्टरलाई भने, डाक्टर साहेब, बालाई झन् बढिरहेको छ रे, झट्टै हिँडिदिनुहोस् न। गुबाजु सुबाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि। तिमीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो, फिस पनि धेरै दिनु पर्दैन थियो। मलाई त फिस दिनुपर्छ, तिमीहरूलाई मुस्किल पर्ला। डाक्टर त देखाउन खोज्यौ, डाक्टर गोदत्त प्रसादले प्रष्टै भनिदिए। डाक्टर साहेबलाई नै देखाउन चाहेका छौँ। डाक्टर साहेबले हेरिदिनु भयो भने बालाई तुरन्तै आराम होला भन्ने हामीले आशा गरेका छौँ। शिवनारायणले आशाजनक भावमा भने, त्यसो भए फिस 5 रुपियाँ यहीँ दिइहाल न त, मेरो यस्तै दस्तुर छ। यहाँ त रुपियाँ लिएर आएको छैन डाक्टर साहेब, हडबडमा दगुरेर आएको, घर पुग्न साथ टक्र्याउँला, शिवनारायणले भने। हो डाक्टर साहेब, त्यसो भए लौ हिँडौँ त। 4
राम्ररी जाँचबुझ गरिसकेपछि डाक्टर गोदत्त प्रसादले प्रेस्क्रिप्सन लेखिदिए। प्रेस्क्रिप्सन लेख्दा लेख्दै बाबुले लाएको लुगाको तुना बाँधिरहेकी नानी थङ्कुप्रति हेरेर डाक्टरले भने, झट्ट लुगा लगाई कास्टोले छाती छोपिहाल, हावा लाग्न दिनुहुन्न, अलिअलि निमोनियाले पनि छोइसकेको छ। प्रेस्क्रिप्सन लेखिसकेपछि डाक्टरले भने, दिनको 2 मात्रा मिक्सचर खुवाउनु, पुरिया औषधि पनि लेखिदिएको छु, त्यो दिनको 2 मात्र खाना खानुभन्दा अगाडि खुवाउनु, अनि 2 दिन लगातार एउटा इन्जेक्सन पनि दिन लाउनु। इन्जेक्सन राम्रो जान्ने कम्पाउन्डरबाट दिन लाउनु। बिरामीको कोठा बाहिर आएर जान लाग्दा लाग्दै डाक्टरले भने, राम्ररी हेरविचार गर्नु, व्यथा अलि कडै छ, म भरे पनि एकचोटि आएर हेर्नेछु, बिरामीलाई एक्लै नछोड्नु। बिरामीको बारेमा बाहिर गएर अवश्य केही कुरा बोल्ने शङ्का भएर हिँड्नासाथ नानी थङ्कु पनि सँगसँगै जसो गएकी थिइन्। डाक्टरको कुरा सुनेर नानी थङ्कुले मुख अँध्यारो पारिन्। नानी थङ्कुले त्यस्तरी मुख अँध्यारो पारेको देखेर डाक्टरले भने, किन यस्तरी मुख बिगारेकी नानी? धन्दा नमान, म सकेसम्म कोसिस गर्नेछु। नानी थङ्कुसित यति बोली डाक्टर गोदत्त प्रसादले लतमायातिर फर्केर भने, यिनी को हुन् आमै? तिम्री छोरी हुन् कि? लतमायाले भनिन्, हो। ज्यादै चिन्ता लिएकी जस्ती छन् यिनले। के यिनको बिहे भइसक्यो? भएको छैन। ओहो, बिहे भइसकेको भए तिमी बुढाबुढीहरूलाई सन्चो हुने। बिचरा बुढालाई छोरीको पनि चिन्ता हुँदो होला। शिवनारायणतिर हेरेर डाक्टरले भने, भइगयो, भरे मै आएर इन्जेक्सन दिउला। कम्पाउन्डरलाई किन मफतमा 1 रुपियाँ फिस खुवाउने, बुझ्यौ? डाक्टर गोदत्त प्रसाद सरासर हिँडे। हिँड्न लाग्दा शिवनारायणले 5 रुपियाँ फिस हातमा राखिदिए। नानी थङ्कु 17 वर्षकी तरुणी थिइन्। उनको यौवन पुष्टिएर ढकमक्क फुलिसकेको थियो। किसानकी छोरी भए तापनि उनको अनुहारमा सौन्दर्य बलिरहेको हुनाले उनी भेष बदलेकी शाहज्यादी जस्ती थिइन्। नानी थङ्कुलाई थाहा नभइकनै उनको चेहरामा हिसी भरेको मुस्कान सधैँ नाचिरहन्थ्यो। नानी थङ्कुको यो विशेषता देखेर डाक्टर गोदत्त प्रसाद मुग्ध भए। नानी थङ्कुमा स्वत उदाइरहेको प्राकृतिक सौन्दर्यका साथ आजको विज्ञानले आविष्कार गरेको सुन्दरताको चमत्कार पनि थपियो भने उनको रूप यौवन कस्तो होला भनी नानी थङ्कुको पुलुक्क दर्शनमै डाक्टर गोदत्त प्रसादको कल्पना दौडिसकेको थियो। डाक्टर गोदत्त प्रसाद घर फर्किसकेर पनि कति बेरसम्म नानी थङ्कुको अनुहार सम्झिरहेका थिए। अस्पतालमा विशेष ध्यान दिनुपर्ने कामकाज गर्दा गर्दै पनि गोदत्त प्रसादका आँखा अगाडि नानी थङ्कुको अनुहार नाचिरहेको थियो र भरेको सपना देखिरहेका थिए। काम गर्दा गर्दै उनी आफ्नो नाडी घडी बराबर हेरिरहन्थे। 11 देखि 5 बजेसम्म उनले 1000 चोटि त घडी हेरे होलान्। जसै घन्टाघरमा 5 ट्वाङ ट्वाङ हान्यो, कैदबाट मुक्त भए चाहिँ डाक्टर गोदत्त प्रसादलाई लाग्यो। दङ्ग भएर उनी घर नगइकनै सरासर अष्टनारायणका घरतिरको बाटो तताए। 5 बजिसकेपछि साँच्चै डाक्टर गोदत्त प्रसाद सजिलैसित आफै एकाएक आइदिँदा अष्टनारायणको पीडित परिवारलाई साह्रै राम्रो सान्त्वना भयो। गोदत्त प्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसु मुसु हाँस्दै अहिले कस्तो छ भन्दै बिरामीको अगाडि बसे। डाक्टरले पहिलो नाडी हेरे अनि आफैले डिग्री रखाउन लगाए अनि क्रमैसँग छाती इत्यादि सबै जाँचे। सब जाँचिसकेपछि बिहान लेखिदिएको इन्जेक्सन आफैले दिए अनि एकछिन केही नबोली गम्भीर मुद्रामा बिरामीको मुख हेरिरहे।
बीचबीचमा एकाध शोधनी गर्दै डाक्टर गोदत्त प्रसाद बिरामीको अगाडि करिब 1 घन्टा बसे होलान्। डाक्टर आउनुभन्दा अगाडि नानीथङ्कु आफ्ना बाबुको गोडा मिचिरहेकी थिइन्। डाक्टर गोदत्त प्रसाद बिरामीको सिरानतिर बसेका हुनाले नानीथङ्कुको ठिक सामुन्ने पर्थे। त्यसैले नहेरे तापनि डाक्टर गोदत्त प्रसादले नानीथङ्कुको श्रीमुख देखिरहेका थिए। धेरै बेरपछि आफू हिँड्नुभन्दा केही छिन अगाडि डाक्टर गोदत्त प्रसादले नानीथङ्कुतिर हेरेर भने, धेरै गोडा मिच्नु पनि ठिक छैन नानी। डाक्टरले त्यति भन्नासाथ नानीथङ्कुले चट्ट हात थामिन् अनि ढोकातिर उभिन गइन्। एकचोटि नानीथङ्कुतिर पुलुक्क हेरेर डाक्टर हिँड्नलाई उठे। कोठा बाहिर पुगिसकेपछि अष्टनारायणको परिवारका सारा सदस्य डाक्टरको अगाडि उभिए अनि डाक्टर गोदत्त प्रसादले बिस्तारै भने, व्यथा अलि कडा हुँदै आएको छ, होस् गर्नुहोस् है। तैपनि म जहाँसम्म सक्छु कोसिस गर्न छाड्दिनँ र आज पनि गर्छु। डाक्टर जान लागेको बेलामा शिवनारायण फिस हातमा दिन अगाडि बढे। एकछिनपछि अन्कनाए जस्तो गरेर डाक्टर गोदत्त प्रसादले भने, निको नै गरौँ। डाक्टर गोदत्त प्रसादको यो सहानुभूति देखेर ज्यादै कृतज्ञ र आह्लादित भएर रतमायाले भनिन्, यो एकचोटि लिइहाल्नुहोस् डाक्टर साहेब, अनि भोलिदेखि त फिस दिने सामर्थ्य पनि छैन। डाक्टर गोदत्त प्रसादले झन् सहानुभूति देखाएर भने, मेरो बुद्धि र बरकतले भेटुजेल जरुर म तपाईँहरूको यथायोग्य सहयोग गर्नेछु। यसमा तपाईँहरूले धन्दै मान्नु पर्दैन। शिवनारायणको फिस दिइरहेको हात पन्छाउँदै हिँड्न खोजिकन डाक्टरले भने, भोलि बिहान ठिक 8 बजे आइपुगुला। त्यतिन्जेल केही बढेर आएमा तुरुन्त खबर गर्नुहोला। रातमा भए पनि म आउनेछु। यति भनी डाक्टर गोदत्त प्रसाद हिँड्न लागे। 2 पाइला के गइसकेका थिए। फेरि फरक्क फर्केर नानीथङ्कुतिर हेरेर उनले भने, धेरै गोडा मिच्ने काम पनि नगर्नुहोला है, आजलाई पुग्यो। लज्जापूर्ण भावमा नानीथङ्कुले हवस् भन्ने सङ्केतमा केवल शिर हल्लाइन्।